त्यसलाई चाहिँ कान्छी साग भन्छ हैन? यो चाहिँ धेरै रोगको औषधि हुन्छ। सबैभन्दा ठुलो इधर छिमेकी। हेलो अनि हजुरको बुढो खै त? ए यता आउनु भएछ। मेरो बुढी ए यता होइन यता। कानलाई चाहिँ पहिला बोलाउनु पर्ने। सबैको देखाइदिन्छ आउनु दैन। आउनु हेलो म चाहिँ कोठे नेवार पनि हो पनि कोठे नेवार त्यहाँ आइपुगेछौँ हामी। यो के को साग हो? त्यसलाई चाहिँ कान्छी साग भन्छ हैन? कान्छी साग यो चाहिँ धेरै रोगको औषधि हुन्छ। सबैभन्दा ठुलो औषधि चाहिँ पाइल्सलाई हैन? पाइल्सलाई ब्लड सफा गर्छ। यसको धेरै क्यान्सर के छ यसको त ओहो यो त त्यति राम्रो रहेछ। एउटा पनि नझारम है। के भयो? गर्मी भयो। हेलो हेलो हामी चाहिँ यहाँ छ छिमेकको सुटिङमा छौँ है सबैजना। इधर मेरा बुढी आमा? इधर मैं बुढा। इधर छिमेकी। हेलो अनि हजुरको बुढो खै त? ए यता आउनु भएछ। मेरो बुढी ए यता होइन यता। अलिक ठुलो छ के? के गर्ने यो कोठी अब कोठीले गर्दा त बुढी आएको होला नि। हो नि यो कोठीमा हेर्नु त यत्रो तरुनीहरू मक्खै छ के गाह्रो छ। यता पनि हुनुहुन्छ उ। हामी सबैजना टिम छौँ। रमाइलो भइरहेछ। उहाँ चाहिँ हाम्रो पण्डितजी हुनुहुन्छ। नमस्कार। एकदमै आराम छ। हस् धन्यवाद। ल भन्नु न दाइ भन्नु न। हेर त कति बुढीदेखि डराएको क्या यो दाइ। यहाँ होइन घरमा पुगेपछि फेरि बुढी राम धुलाई हो नि त। अर्को बुढीले फेरि राम धुलाई हनुमान फुलाई बुढीलाई त मैले दनादन दिने हो मुक्का तिमी त थापेर बस्ने हो मान्छे। चस्मा किन दुईटा लाग्यो सोधिस न गुरु। हजुर मैले हजुर जस्तो पाल खानुबाट भाइरल भएको म चाहिँ त्यहाँको कार्य सञ्चालक थिएँ। गुरु टराले भाग्नु भयो। होइन गुरु त्यहीँबाट आउनु भयो।